जय गणेश। आज 2081 साल चैत 26 गते मंगलबार एकादशीको दिन उहाँको आरती हुँदैछ। श्री चन्द्र विनायकको आरती हुँदैछ। सम्पूर्ण भक्तजनलाई म के भन्न चाहन्छु भने जुन भाकल हामीले गरेको हुन्छ 108 लड्डु चढाउँछु भनेर 108 लड्डु नै उहाँलाई टक्राउनु पर्छ है। 108 लड्डु नै उहाँलाई अर्पण गर्नुपर्छ। पुजारीले प्रसाद दिएपछि मात्र लानुपर्छ। वस्त्र चढाउँछु भनेर भाकल गर्नुहुन्छ, यत्रो सानो वस्त्र चढाउँछ, त्यस्तो चढाएर हुँदैन। वस्त्र राम्रै चढाउनुपर्छ, लुगा लाउन मिल्ने गरेर चढाउनुपर्छ। उहाँले सबै भक्तजनलाई आशीर्वाद दिनुभएको छ, त्यही भएर सबै छोरीबेटीहरूले माथि पनि नछोप्ने तल पनि नछोप्ने कपडा लाउनु भएको छ है। उहाँलाई अलि पुरै कपडा चढाउनु पर्छ। अनि भाकल गरेर उहाँलाई चाहिँ नि पिठोको लड्डु, आफूलाई चाहिँ नि बुनियाको लड्डु चढाउन मिल्दैन। पुजारी रिसायो भने उहाँ रिसाको सरह हो, उहाँको आमा पुजारी हो, उहाँ चाहिँ नि पुजारीको सन्तान हुनुहुन्छ। तपाईको सन्तानलाई कसैले नराम्रो कुरा दियो भने रिसाउँछ आमा, उहाँलाई केही नराम्रो कुरा दिनुभयो भने पुजारी रिसाउनुहुन्छ। पुजारी रिसाउनु भने नि श्री गुरु गणपति रिसाउनु हो। सम्पूर्ण पुजारीहरूको लागि है, यो सम्पूर्ण पुजारीहरूको मार्फत हो, मेरो लागि मात्र है। ल भक्तजनलाई यति नै भन्न चाहन्छु म। रोग खटिराहरू हैन। अनि उहाँको चाहिँ नि रोग बिनाको अस्ति पनि मैले भनेको छु, घाउ खटिरा, अपरेसन गरेको घाउ निको नहुने, अपरेसन गर्नुभन्दा अगाडि उहाँको पूजा गर्नुपर्छ। सियो धागो राखेर अपरेसन गरेर निको नभएपछि पनि उहाँको पूजा गर्नुपर्छ। उहाँको पूजा गर्दाखेरि सियो धागो चढाउने बेलामा पहिलोचोटि नागको पूजा हुन्छ है, अनि मात्र उहाँको पूजा हुन्छ, अनि मात्र घाउ खटिरा निको हुन्छ। त्यतिकै चाहिँ नि निको हुँदैन। नजाने कुरा चाहिँ नि पुजारीलाई सोधेर चढाउनु भनेको थिए। भक्तजनलाई यो सियो चाहिँ नि यसरी खानेकुरामा, लड्डुमा, फुलमा यसरी घोचेर चढाउन मिल्दैन है। यस्तो केरामा हेर्नु, यसरी यो सियो यसरी घोचेर चढाउन मिल्दैन है। कसैले चाहिँ नि नदेख्ने गरेर चढाउनु भनेको छ अरे, त्यो चाहिँ नि गलत हो है। सियो चाहिँ नि नदेखाउने चढायो भने यो खाँदाखेरि मुखमा घोचिन्छ, घोचेको पनि छ, धेरैको घोचेको छ है। त्यही भएर मैले चाहिँ नि यो चाहिँ नि सूचना दिएको तपाईँलाई। यसरी फुलमा चढायो भने हामीले यसरी सफा गर्दाखेरि हाम्रो हातमा घोचिन्छ। हाम्रो हातमा घोच्यो भने तपाईँलाई राम्रो हुँदैन। त्यही भएर सबैले हेरेर ध्यान दिनुपर्ने कुरा हो। यति नै हो। ल सम्पूर्ण भक्तजनलाई मेरो आशीर्वाद छ। भगवान गुरु गणपतिको आशीर्वाद छ। सबैको घर घरमा सुख शान्ति छाओस्, धन सम्पत्तिले बास गरून्, श्री गुरु गणपतिले बास गरून्। जय गणपति। ह्याप्पी न्यू इयर। 81 सालको लाई बाई बाई। 82 सालमा ह्याप्पी न्यू इयर। 1 गते श्री चन्द्र विनायकको दर्शन गर्न आउनुहोस्, टीका ग्रहण गर्न आउनुहोस्।